भने चाहिँ फिलहाल म यहाँ लामाहट्टा चाहिँ आइपुगेँ हो। यस्तो डरलाग्दो जाम गार्लाङको त्यो गार्लाङको फुटबल उयसले गर्दाखेरि आज हौजी पनि छ होइन, त्यसले गर्दा सबै मान्छे उता झरेको डरलाग्दो जाम। त्यो जाम त झिकिनु हेरिहाल्नु भयो है। र फाइनली यहाँ आइपुगेर चाहिँ गाडी राख्ने जग्गा पाएँ। हुन त म सधैँ यहीँ राख्छु यहाँ अङ्कलकोमा, अन्त यहाँनिर जग्गा पाइहालेँ। झन् अलिक खाली रहेछ यहाँ चाहिँ गाडी राख्ने जग्गा पाइहालेँ। लामाहट्टा चाहिँ अलिकति खाली रहेछ, सबजना गार्लाङ झरेर होला, अलिक खाली छ। म तपाईँहरूलाई अब आजको दिन त म पार्कभित्र पसेर देखाउनु त सक्दैन, किनकि यहाँ पार्किङमा गाडी मिलाउनुपर्छ, गाडी छोडेर जानु मिल्दैन। बाहिरबाट चाहिँ आज यतिको चाहिँ देखाएको छ है। आज खाली नै छ, नभए प्रायः यहाँबाट भिडै हुन्थ्यो नि त, प्रायः नभए यहाँ भिडै हुन्थ्यो हो। आज बाटोमा अलिकति खाली छ, यता चाहिँ तल चाहिँ डरलाग्दो ट्राफिक छ, ट्राफिक छ। यहाँ मान्छे चाहिँ अलिकति रहेछ मान्छेहरू। मैले आई लभ लामाहट्टा लेखेको छ हो। यस्तो छ आज चाहिँ, त्यस्तो त खास जस्तो भिड हुन्छ अरू बेला त्यस्तो छैन आज, किनकि यहाँको वरिपरिको लोकल मान्छेहरू जति पनि छ सबजना आज गार्लाङ झरेको छ। फुटबल म्याच तपाईँको यो जतिसक्दो मलाई थाहा भएको कुरा चाहिँ कालिम्पोङ जर्जन र युकेएफसी खरसाङ जस्तो लाग्यो फाइनल चाहिँ। प्लस आज हौजी पनि छ, हौजी पनि तपाईँको फाइनल हो। हौजीमा विनिङ प्राइस चाहिँ तपाईँको 10 लाख रुपियाँ। त्यसले गर्दाखेरि चाहिँ प्रायः सबै मान्छे गार्लाङ झरेको छ हो। यहाँमा त अलिक खाली छ, त गार्लाङको जाम चाहिँ डरलाग्दो। यस्तो छ आजको भ्यू है। हेलो गाइस, अहिले भने म स्टिल लामाहट्टामै छु, मेरो गेस्ट निस्केको छैन हो। लामाहट्टामा बसाइ छ। झन् यहाँ एक दुईवटा दोकान चाहिँ खुल्लै थियो र चाहिँ अलिकति चौरसुरु लन्च चाहिँ गरिहालेँ हो। त प्रायः आज दोकान पनि बन्दै रहेछ, सबजना गार्लाङ गएको रहेछ हो। प्रायः दोकान पनि बन्दै छ। मेरो गेस्ट कति बेला आउने हो, कहिले पुगेर कहिले फर्किनु पर्ने हो, यस्तै छ। हेलो गाइस, अहिले भने चाहिँ हामी जोरबङ्गलो आइपुग्यौँ है। अब चाहिँ हामी दार्जिलिङ टाउन इन्टर गर्नेछौँ। यहाँबाट लिफ्ट जानुभयो भने चाहिँ तपाईँको खरसाङ हुँदै सिलगढी है। यहाँबाट राइट चाहिँ तपाईँको दार्जिलिङ टाउन हामी। ल त गाइस, बिस्तारै गर्दै भए पनि है हामी होटल चाहिँ आइपुग्यौँ है। फर्स्टमा त तपाईँको गुगल म्यापले पनि लोकेसन उल्टा देखाएको थियो है, त एकछिन प्रब्लम भएको थियो। तर बादमा त्यहीँ वरिपरि लोकल दाजुले सोद्धाखेरि एड्रेस चाहिँ बताइदिनु भयो है, हामी ठिक ठाउँमा आइपुगेछौँ। तर होटलको एन्ट्रेन्स अलिकति अप्ठ्यारो थियो है, किनकि एकैपल्टमा गाडी तपाईँको टर्निङ लिएर जानु सक्दैन थियो है। त्यसले गर्दा गाडी अगाडि गएर ब्याक आएर चाहिँ मात्रै गाडी चढ्थ्यो। र फेरि होटलको बाटो पनि स्टिप थियो है। र यहाँनिर चाहिँ मेरो गाडी अलिक प्रब्लम भयो। प्रब्लम चाहिँ के भयो भन्दाखेरि चाहिँ गाडी चाहिँ चढ्नु मानेन। यो प्रब्लम आज मात्रै होइन, योभन्दा अगाडि पनि भएको थियो है। गाडी एकपल्ट स्टप भएपछि उकालोमा चढ्नै मान्दैन है। र जसको पनि स्विफ्ट डिजायर छ है 2022 र 23 मोडलको, के तपाईँहरूको पनि यस्तै प्रब्लम हुन्छ कि हुँदैन है। मेरो त योसँग 2-3पल्ट प्रब्लम भइसक्यो है, यसरी गाडी चढ्नु नमानेको। त्यसले गर्दा गाडी फेरि तलै ब्याक गरेर त्यहाँदेखि अलिकति गाडीलाई प्रेसर दिएर है चापेर चाहिँ उकालो चढेको मात्रै है। जस्तो चढेको त अलिक टुप्पमा पुगेको थियो, माथिबाट ठिक्कै गाडी आइदियो।
माथिबाट गाडी आयो, अङ्कलले पनि हाँसेर भन्नुभयो उहाँ तल मात्रै पास हुन्छ भनेर है इसारामा है। अब गाडी त मैले ब्याक गर्नु करै लाग्यो, किनकि बाटो पनि स्टिप छ है, प्लस अब अङ्कलको त गाडी ब्याक पनि हुँदैन उकालोमा, र मैले गाडी ब्याक त गर्नै पऱ्यो, गाडी त छिर्नै पऱ्यो है। र मलाई चाहिँ यहाँनिर गाडी ब्याक गर्न अलिक टाइम लाग्यो, किन भन्दाखेरि चाहिँ बाटो अलिक सानो थियो, तपाईँले देखिहाल्नु भयो है, एउटा गाडी छिर्ने जग्गा मात्र छ, प्लस यहाँनिर राइट ह्यान्ड साइडमा नाली छ, त्यसले गर्दाखेरि चाहिँ मलाई ब्याक गर्न अलिक टाइम लाग्यो। बिस्तारै 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 ब्याक गर्दै थिएँ है। र ब्याक गर्दाखेरि जुन चाहिँ अघि एन्ट्रेन्सको गेट थियो, त्यो गेटमा चाहिँ मलाई ब्याक गरेर गाडी बाहिर निकाल्न चाहिँ अलिकति टाइम लाग्यो, प्लस अप्ठ्यारो पनि भयो। किन भन्दाखेरि चाहिँ त्यो गेटको छेउमा चाहिँ एउटा चेयर थियो, त्यो चेयरले गर्दाखेरि चाहिँ गाडी एकैपल्टमा टर्निङ नकाटिने, र अर्को कुरा अङ्कल पनि फेरि सँगसँगै आइदिनु भएकोले गर्दाखेरि चाहिँ मैले गाडी अलिकति अगाडि गरेर चाहिँ ब्याक गर्ने जग्गै पाइनँ। त्यसले गर्दाखेरि चाहिँ मलाई अलिकति गाडी ब्याक गर्न टाइम लाग्यो है, गेटबाट बाहिर निकाल्न टाइम लाग्यो। र त्यसरी अगाडि पछाडि गर्दै बाहिर निकाल्नु निकै नै टाइम लाग्यो मलाई है। तब अङ्कल पनि अलिक रिस जस्तो गर्नुभयो है, अलिक छिटो भन्ने खाले कुरा गर्नुभयो। र पनि मैले अगाडि पछाडि गर्दै गाडी जबरजस्ती गरेर भए पनि बिस्तारै गर्दै भए पनि निकाल्नु चाहिँ निकालेँ है। यहाँनिर चाहिँ तपाईँको अलिकति डिस्टर्ब भएको थियो नि त, यहाँनिर चाहिँ हेर्नुहोस् त, अब मैले अहिले फेरि अगाडि गरेँ है, फेरि पछाडि गरेँ भएन, फेरि अगाडि गरेँ, यहाँ अलिक अझ अगाडि गर्नुपर्ने थियो खासमा, तर अङ्कल सँगसँगै आएको हुनाले गर्दाखेरि चाहिँ मैले अलिक अगाडि गर्ने जग्गै पाइनँ हो, अङ्कलको गाडी छेउमै थियो नि त। तब त्यो होटल गार्ड भाइले पनि अङ्कललाई गाडी पछाडि गरिदिनु नि त भन्दै थियो, अब अङ्कलले पछाडि त गरिदिनु भएन हो, र पनि मैले जबरजस्ती गर्दै अगाडि पछाडि गर्दै है, जबरजस्ती गरिरहेको थिएँ। भाइले त गाडी लाग्छ दादा गाडी लाग्छ भन्दै थियो, र पनि मैले जबरजस्ती गरेर भए पनि गाडी चाहिँ निकाल्ने चाहिँ एकदम ट्राई गरेँ है। गाडी निस्किनु पनि निस्कियो, तर एकदमै अलिक दुःख भयो है, मतलब सजिलोसँग हुने काम अलिक साह्रो पऱ्यो भनौँ न है। अब डबल गाडी अगाडि पछाडि गर्दै निकाल्नु पऱ्यो, प्लस एन्ट्रेन्सको टर्निङ एकदमै अप्ठ्यारो है। तब एकैपल्टमा गाडी नचढ्ने, एकैपल्ट गाडी नघुम्ने, त्यसले गर्दाखेरि झनै प्रब्लम भयो। र बल्ल गाडी मैले निकालेँ गेटबाट बाहिर है, गेटबाट गाडी बाहिर निस्क्यो। तब म चाहिँ अब यहाँ अङ्कलको गाडी जब क्रस हुन्छ, अङ्कलको गाडी क्रस भएर मात्रै चाहिँ म अब माथि जान सक्छु है। र यहाँनिर आन्टीले पनि त भाइलाई भन्नुहुन्थ्यो, यहाँ होटलको के सिस्टम रहेछ भन्दाखेरि चाहिँ यहाँ तल एउटा गार्ड बस्दो रहेछ, अनि माथि होटलको रिसेप्सन अगाडि एउटा गार्ड बस्दो रहेछ। उनीहरूको चाहिँ वकी टकीमा चाहिँ तपाईँको इन्फर्म गर्दो रहेछ, इफ इनकेस तलबाट गाडी आयो भने माथि भनिदिँदो रहेछ गाडी एकछिन नपठाउनु भनेर। र माथिबाट गाडी चढ्दाखेरि चाहिँ यहाँबाट भन्दो रहेछ गाडी नपठाउनु भनेर। तर म अघि आउँदाखेरि वकी टकी भाइले भन्दै थियो गाडी आउँदैछ भनेर, तर सायद उनीहरूको मिसकम्युनिकेसन भयो होला है, त्यसले गर्दाखेरि माथि पनि गाडी आइहाल्यो। ठिकै छ, अब गाडी मैले ब्याक गर्नु पऱ्यो, गाडी छिरिहाल्यो है। र आएँ म उकालो है, उकालो आएँ। र यहाँनिर आउँदाखेरि चाहिँ बाटो चाहिँ तर एकदमै स्टिप देखिहाल्नु भयो है भिडियोमा, बाटो चाहिँ एकदमै स्टिप। ल त गाइस, फाइनली होटल पनि आइपुगेँ है, दखसोको होटल पनि आइपुगेँ, र अब गेस्टलाई ड्रप गर्नेछु है। र गेस्टलाई ड्रप गरिसकेर अब फर्किँदाको के हुन्छ म तपाईँलाई देखाउनेछु है त, हेर्दै गर्नु होला।